स्वागत छ आजको यस विशेष विश्लेषणमा। आज हामी बजारमै सबैभन्दा बढी चर्चामा रहेको विषय रिलायन्स स्पिनिङ मिल्सको आइपिओ र यसका भित्री पाटाहरूको चिरफार गर्दैछौँ। काठमाडौँमा दर्ता भएर सुनसरीको खनार र दुहबीबाट सञ्चालित यो विशाल धागो उत्पादक कम्पनीको भित्रीय वित्तीय अवस्था कस्तो छ त? आउनुस् सँगै हेरौँ। अब धेरैको मनमा उब्जिरहेको एउटा ठूलो प्रश्नबाट सुरु गरौँ है। नेपालकै सबैभन्दा बहुप्रतीक्षित भनिएको यो आइपिओ अचानक किन रोकियो? एकातिर कम्पनीले ऐतिहासिक नाफाको रिपोर्ट सार्वजनिक गरिरहेको थियो अनि अर्कोतिर नियामक निकायले रातारात निष्कासन प्रक्रिया नै रोकिदियो। के सामान्य प्राविधिक कारण मात्रै थियो वा यसको पछाडि केही ठूलै वित्तीय रहस्य लुकेको छ? हामी यसैको गहिराईमा जाँदैछौँ। ठिक छ, अब अगाडि बढौँ। आजको हाम्रो विश्लेषण मुख्य गरी यी 6वटा विषयमा केन्द्रित हुनेछ। विवादित आइपिओ स्थगन, रिलायन्स स्पिनिङ मिल्सको भित्री कथा, वित्तीय विवरणहरूको विश्लेषण, नेपाल विद्युत प्राधिकरणसँगको विवाद, मुख्य जोखिमहरूको मूल्याङ्कन र अन्तमा मूल्याङ्कन र भविष्यको दृष्टिकोण। सुरु गरौँ पहिलो खण्डबाट, विवादित आइपिओ स्थगन। हेर्नुहोस्, रिलायन्स स्पिनिङ मिल्स नेपालमा बुक बिल्डिङ विधि प्रयोग गर्ने दोस्रो कम्पनी थियो। संस्थागत लगानीकर्ताहरूबाट 9102 रुपियाँ कट अफ मूल्य निस्किएपछि सर्वसाधारणलाई 10% छुटसहित 820 रुपियाँ 80 पैसामा सेयर दिने तयारी थियो, जुन महिनामा सेबोनले ग्रिन सिग्नल पनि दियो। तर जब जुलाईमा संसदीय समितिले कम्पनीको वास्तविक र प्रक्षेपित आम्दानी अर्थात् इपिएसको ठूलो अन्तर र लुकाइएको भनिएको विद्युत बक्यौतामाथि कडा प्रश्न उठायो नि, त्यसपछि जुलाई 10 मा सेबोनले तत्कालका लागि यो आइपिओ प्रक्रिया नै रोकिदियो। अब लागौँ दोस्रो खण्डतिर, रिलायन्स स्पिनिङ मिल्सको भित्री कथा। आखिर यो कम्पनीको व्यापारिक मोडल कस्तो छ त? यो नम्बर हेर्नुहोस् त, 1,27,824। सन् 1996 मा जम्मा 9,000 स्पिन्डलबाट सुरु भएको यो कम्पनीको उत्पादन क्षमता आज यो बिन्दुमा पुगेको छ। यो कुनै सानोतिनो छलाङ पक्कै होइन। यसले कम्पनीको उत्पादन क्षमता र बजारमा यसको विशाल उपस्थितिलाई स्पष्ट रूपमा दर्शाउँछ। खासमा यो कम्पनीले पोलिस्टर, विस्कोज, एक्रिलिकदेखि लिएर कटन ब्लेन्ड र भोटेक्स जस्ता विभिन्न किसिमका धागो उत्पादन गर्छ। 49,000 मेट्रिक टन वार्षिक क्षमता र 4,000 भन्दा बढी जनशक्ति रहेको यो उद्योगले आफ्नो कुल उत्पादनको करिब 75देखि 80% हिस्सा भारत, टर्की, बेलायत हुँदै केन्या र ब्राजिलसम्म निर्यात गर्छ। एउटा स्वदेशी उत्पादक कसरी विश्वव्यापी निर्यातकर्ता बन्न सक्छ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो। अब प्रवेश गरौँ तेस्रो खण्डमा, वित्तीय विवरणहरूको विश्लेषण। नम्बरहरूले के भनिरहेका छन् त? यहाँनिर यो तथ्याङ्क साँच्चै चाखलाग्दो छ। आर्थिक वर्ष 2080-81 को अडिट रिपोर्ट हेर्ने हो भने अघिल्लो वर्ष जम्मा 2 रुपियाँ 95 पैसा रहेको प्रति शेयर आम्दानी अर्थात् इपिएस वात्तै बढेर 27 रुपियाँ 87 पैसा पुगेको देखिन्छ र खुद नाफा करिब 47 करोड 58 लाख रुपियाँ पुगेको छ। हो, यही अस्वाभाविक लाग्ने वृद्धि दर र प्रक्षेपित तथ्याङ्क बीचको खाडलले नै नियामक निकायको ध्यान खिचेको थियो। यो नाफा नोक्सान विवरण हेर्दा कम्पनीले असाध्यै राम्रो राजस्व सङ्कलन गरेको देखिन्छ। तर सँगसँगै कस्ट अफ सेल्स अर्थात् उत्पादन लागत पनि निकै उच्च छ। यसको सिधा अर्थ के हो भने व्यापार जति नै ठूलो भए पनि उच्च लागतले कम्पनीको खुद नाफाको मार्जिनलाई निरन्तर दबाव दिइरहेको छ। यसलाई अझै सरल तरिकाले बुझौँ। कम्पनीको सञ्चालन आम्दानी करिब 10 अर्ब 24 करोड रुपियाँ छ, तर यसको आधाभन्दा बढी हिस्सा करिब 6 अर्ब 12 करोड रुपियाँ त कच्चा पदार्थ खरिदमै जान्छ अनि विद्युत र इन्धनमा मात्रै 87 करोड खर्च भएको छ। यसले के देखाउँछ भने आम्दानी उच्च भए पनि कच्चा पदार्थ र ऊर्जाले कम्पनीको क्याश फ्लोको ठूलो अंश खाइरहेको छ। अब कुरा गरौँ खण्ड 4 को, जुन अहिले चर्चाको केन्द्रमा छ, नेपाल विद्युत प्राधिकरणसँगको विवाद। यो विवाद आजको होइन, करिब 1 दशक पुरानो हो। सन् 2016 देखि 2018 सम्मको चरम लोड सेडिङका बेला उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुलबाट यो सुरु भयो। विवाद बढ्दै जाँदा अक्टोबर 21 मा प्राधिकरणले खनार कारखानामा लाइन नै काटिदियो, जसले गर्दा दैनिक 125 मेट्रिक टन उत्पादन ठप्प भयो र हजारौंको रोजगारी जोखिममा पर्यो। पछि 28 किस्तामा रकम तिर्ने सहमति त भयो, तर कानुनी लडाईँ अझै जारी छ। प्राधिकरणको कुल दाबी रकम सुन्दा तपाईलाई पक्कै अचम्म लाग्न सक्छ। 75 करोड 37 लाख रुपैयाँ। रिलायन्सले लाइन जोड्नकै लागि पहिलो किस्ता स्वरूप 2 करोड 77 लाख त बुझायो, तर यो विवाद अदालतमा अझै विचाराधीन छ।
लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा यो एउटा यति ठूलो आर्थिक जोखिम हो जसले भोलिका दिनमा कम्पनीको नाफालाई नराम्ररी असर गर्न सक्छ। अब जाउँ खण्ड 5 तर्फ, मुख्य जोखिमहरूको मूल्याङ्कन। कम्पनीले सामना गरिरहेका अन्य चुनौतीहरू के हुन् त? यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने केयर रेटिङ्स नेपालले कम्पनीको रेटिङ केयर एनपी A- लाई क्रेडिट वाचमा राखेको छ। कम्पनीसँग करिब 9 अर्ब 45 करोड रुपियाँ बराबरको ब्याङ्क ऋण सुविधा छ। यसका साथै 158 दिन लामो अपरेटिङ साइकल, निर्यात बजारको अस्थिरता, ग्राहकबाट पैसा उठ्न लाग्ने समय र ऋणबाट गरिएको पुँजीगत खर्चले गर्दा कम्पनीको नगद प्रवाहमा निकै ठूलो दबाव र जोखिम सिर्जना गरेको छ। एकातिर कम्पनीको आन्तरिक उत्पादन क्षमता निकै बलियो छ, जुन राम्रो पक्ष हो, तर अर्कोतर्फ धागो बनाउन चाहिने मुख्य कच्चा पदार्थ जापान, थाइल्याण्ड र दक्षिण कोरियाबाट ल्याउनुपर्छ र यी कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँग सोझै जोडिएको हुन्छ। यसको मतलब अन्तर्राष्ट्रिय बजारमा हुने सानो उथलपुथल वा मुद्रा विनिमय दरमा हुने परिवर्तनले कम्पनीको नाफालाई सिधै असर गर्न सक्छ। कम्पनीको लाभांश इतिहास हेर्दा आकर्षक नै देखिन्छ। उदाहरणका लागि विगतमा बाँडिएको 34 करोड 10 लाख रुपियाँको लाभांशलाई लिन सकिन्छ। तर रेटिङ एजेन्सीहरूले एउटा स्पष्ट चेतावनी दिएका छन्। सङ्कटको बेलामा यसरी ठूलो रकम लाभांशको रूपमा बाँड्दा कम्पनीको आन्तरिक पुँजी निर्माण क्षमता कमजोर हुन सक्छ। लगानीकर्ताले यो कुरा पनि विचार गर्नुपर्ने हुन्छ। अन्तिम खण्डमा आइपुगेका छौँ। खण्ड 6, मूल्याङ्कन र भविष्यको दृष्टिकोण। यी सबै तथ्यलाई एकै ठाउँमा राखेर हेर्दा तस्बिर कस्तो देखिन्छ त? सबैभन्दा ठूलो डिबेट यही 820 रुपियाँ 80 पैसाको प्रिमियम मूल्यमा छ। कम्पनीको उच्च P/E अनुपात, बजार पुँजीकरण, रिटर्न अन इक्विटी र रिटर्न अन इन्भेस्टमेन्ट जस्ता सूचकहरू हेर्दा लगानीकर्ताले एउटा गम्भीर प्रश्नको सामना गर्नुपर्छ। के यो प्रिमियम मूल्यले कम्पनीको भविष्यको वृद्धिलाई पहिल्यै डिस्काउन्ट गरिसकेको छ, वा के अहिले देखिएको उच्च आम्दानी भविष्यसम्म दिगो रहन सक्छ त? यी चुनौतीहरूका बीच पनि एउटा निकै सकारात्मक कुरा के छ भने कम्पनीले भर्खरै 9.2 मेगावाटको नयाँ सौर्य ऊर्जा प्लान्ट सञ्चालनमा ल्याएको छ। यसले महँगो डिजल र अनिश्चित ग्रिडको बिजुलीमाथिको निर्भरतालाई भारी मात्रामा घटाउनेछ। यसबाट उत्पादन लागत घट्ने र अन्ततः कम्पनीको नाफाको मार्जिन स्थिर राख्न ठूलो मद्दत पुग्ने देखिन्छ। यो पक्कै पनि एउटा गेम चेन्जर कदम हो। विद्युत विवाद र विदेशमा फँसेको रकमको विषयमा कम्पनीको व्यवस्थापन भने पूर्ण रूपमा विश्वस्त देखिन्छ। उनीहरूका अनुसार प्रमाणहरू बलिया छन् र अदालतबाट फैसला आफ्नै पक्षमा आउनेछ। त्यसैले अहिले नै वित्तीय वितरणमा यसका लागि छुट्टै रकम छुट्याउनु पर्ने आवश्यकता उनीहरू देख्दैनन्। यद्यपि अदालतको अन्तिम फैसला नआएसम्म हामीले यसमा कुनै पूर्वाग्रह नराखी तटस्थ रूपमै हेर्नुपर्ने हुन्छ। अब अन्त्यमा एकातिर विश्वव्यापी रूपमा बढ्दो निर्यात र लागत घटाउने नयाँ सौर्य ऊर्जाको बलियो आधार छ भने अर्कोतिर अस्थिर नाफा र दशकौं पुराना कानुनी दायित्वका भारीहरू छन्। यी दुवै पक्षलाई तराजुमा राख्दा लगानीकर्ताको नजरमा यो कम्पनीको वास्तविक मूल्याङ्कन कति हुनुपर्छ त? के भविष्यको वृद्धिले हालको यो प्रिमियम मूल्यलाई न्याय गर्छ? आजको विश्लेषणबाट हामी यहाँहरूलाई यही सोच्ने प्रश्नका साथ छोड्दै बिदा हुन्छौं।